क्यामेरा राखेर बिरामीको बेडको भिडियो खिचेर सार्वजनिक गर्ने, अस्पतालको अनुमति लियौ, प्रशासनको अनुमति लियौ। आशिकासँग व्यक्तिगत रूपमा मेरो दुश्मनीहरू केही पनि छैन, तर एउटा के हुँदो रहेछ भने नि त्यो गर्दै जाँदा अहिले अरू पनि निस्किए, सबैलाई पब्लिकमा चर्चा कमाउन लाग्छ। त्यही भयो अब व्यक्तिगत रूपमा मेरो कमाई यहाँबाट आएको, मेरो आम्दानीको स्रोत यो हो, मैले यो मेरो खल्तीबाट दिएँ है भनेर कि त भन्नुपर्छ सबैले, जसले दिनुभएको छ। होइन भने फलानाले यो ठाउँको यो व्यक्तिले तपाईँको नाममा यति दिनु भनेर दिनुभएको, फलाना व्यक्तिले तपाईँलाई दुविधा छ भने सोध्न सक्नुहुन्छ, फलाना व्यक्तिले दिएको भनेर दिने। त यस्तो काम गर्दाखेरि वर्षैभरि त मान्छेलाई पैसा बाँड्न त आफ्नो कमाइ बिना सकिन्न नि त। एउटै व्यक्तिले एउटा सिरियस घाइतेलाई 2000 मात्रै दिएको छ, जसले भिडियो खिच्न दिएको छैन, अनि जसले भिडियो खिच्न दिएको छ त्यसलाई 20,000 25,000 पनि बाँडेको अवस्था भेटियो होइन। यो गरेपछि त हामी भित्र पनि स्वार्थ भयो। अब आशिकाले कसरी गर्नुभएको छ मलाई थाहा छैन। आशिकासँग व्यक्तिगत रूपमा मेरो दुश्मनीहरू केही पनि छैन, तर एउटा के हुँदो रहेछ भने नि त्यो गर्दै जाँदा अहिले अरू पनि निस्किए, सबैलाई पब्लिकमा चर्चा कमाउन लाग्छ। त्यही भयो अस्पतालमा अहिले सिभिल अस्पतालहरूमा जानुहोस्, हामीलाई जान दिँदैन कहीँ पनि है। किन भन्दा तिमीहरू चस्मामा क्यामेरा राखेर बिरामीको बेडको भिडियो खिचेर सार्वजनिक गर्ने, अस्पतालको अनुमति लियौ, प्रशासनको अनुमति लियौ भनेर जान दिएन। धेरैवटा अस्पतालमा त्यो भयो। अनि त्यहाँको सेक्युरिटी गार्डले पनि तपाईँले क्यामेरा बोकेको छ भनेर छान्ने काम भयो। अनि उहाँहरूले गरेको एक प्रकार ठिक पनि हो, तर के भने सही मनसायले जानेले पनि पाएन। र त्यहाँ के भयो भन्दाखेरि आफ्नो खल्तीको यसो 200 500 दिउँ न त भन्दाखेरि त्यसमा आँखा पनि लागेन पीडितहरूको। एउटा त्यो भयो होइन। अनि अर्को कुरा चाहिँ त्यही अघि पनि मैले भनिसकेँ, अलिकति धेरै भिडियो देखाइदिन्छु है बाहिर, तपाईँलाई अरू पनि राहत आउँछ भन्नेहरूलाई चाहिँ बढी दिएर देखाएको भन्ने मान्छेले कसले हो है, नाम पिटेर भनेको छैन। र अनि त्यही अस्पतालमा भएको अरू बेड जहाँ सिरियस घाइते छ त्यसले भिडियो खिच्न दिएको छैन नि, उसलाई चाहिँ कम दिएको छ। र एउटै व्यक्तिले एउटा सिरियस घाइतेलाई 2000 मात्रै दिएको छ, जसले भिडियो खिच्न दिएको छैन, अनि जसले भिडियो खिच्न दिएको छ त्यसलाई 20,000 25,000 पनि बाँडेको अवस्था भेटियो होइन। यो गरेपछि त हामी भित्र पनि स्वार्थ भयो। अब आशिकाले कसरी गर्नुभएको छ मलाई थाहा छैन। अब व्यक्तिगत रूपमा मेरो कमाई यहाँबाट आएको, मेरो आम्दानीको स्रोत यो हो, मैले यो मेरो खल्तीबाट दिएँ है भनेर कि त भन्नुपर्छ सबैले, जसले दिनुभएको छ। होइन भने फलानाले यो ठाउँको यो व्यक्तिले तपाईँको नाममा यति दिनु भनेर दिनुभएको, फलाना व्यक्तिले तपाईँलाई दुविधा छ भने सोध्न सक्नुहुन्छ, फलाना व्यक्तिले दिएको भनेर दिने। त यस्तो काम गर्दाखेरि वर्षैभरि त मान्छेलाई पैसा बाँड्न त आफ्नो कमाइ बिना सकिन्न नि त। भने कोबाट आयो, कति आयो, कति आफूले राखियो र कति दियो या सबै दियो। सबै दिएको मान्छेले चाहिँ जहिले पनि स्रोत खुलाउँछ। हेर्नुहोस्, पीडितलाई सबै दिएको छ भने फलानाले दिएको, तपाईँको नामबाट दिएको, यति दिएको, जतिको तति मैले बुझाएँ भनेर स्रोत खुलाउँछ। जसले स्रोत खुलाएन त्यसले 100% लुकाएकै हुन्छ, आफूले राखेको हुन्छ के। त्यही भएर चाहिँ अब यो होइन, उहाँले